ल साथीहरू आज हामी कता आयौँ थाहा छैन कता आयौँ तर आयौँ पाइलट रोडतिर पनि हाम्रो स्कुटी छ यता ब्रिज छ पानी छ वाटर क्रसिङ अन्त हाम्रो साथी लक्की बाटो काट्दै त्यो छोडो लक्की दोस्त फोटो पछि खिचौँ ल मेरो भ्लगमा आज दुईवटा शब्द भनिदिनुहोस् न लक्की थापा आज मेरो भ्लगमा फर्स्ट टाइम मेरो भ्लग नै फर्स्ट टाइम नै हो आजभोलि तपाईँले के भन्नुहुन्छ कि मलाई हजुर किन लजाउनु भयो यसरी हजुर लजाउनु पर्छ सर तपाईँ नलजाइदिनुहोस् न यसरी नलजा यार फ्लाइट पुगेर कता हो दोस्त उता रानी सनसेट हुन्छ सुन्दर देखिन्छ यहाँ यो गर्दै हुनुहुन्छ एकदम सुन्दर दृश्य निकाल्ने प्रयास उहाँको जारी छ हेर्नुहोस् थापाजीको स्किल्स फोटोग्राफी स्किल्स कडै होला जस्तो लागिरहेको छ मलाई थापाजी कस्तो छ फोटो राम्रो आइरहेछ होइन होला कति बेला आउँछ भन्नु पर्यो नि त जे भन्नु मन लाग्छ मेरो तारिफ गरिदिनुहोस् ल हजुर मेरो तारिफ गर्नु ल राम्रै छ मित्रता त कुनै छैन त्यो त राम्रो छ भन्नु दोस्त रहन्छ नि ढुक्कै रहन्छ ब्रो त्यसमा त दुई मात्रै छैन दाजुभाइ मिलेर जानुपर्छ त्यो हो दाजुभाइ मिलेर राम्रो गर्नु पर्यो तर्का गर्नुपर्छ त्यो भविष्यमा के हुन्छ त्यो त कसले देखाएको छ राम्रै छ होस् साथीको साथमा राम्रै होस् म त दुबई जाउँ सँगै जाउँ म प्रार्थना गर्न चाहन्छु मेरो प्रार्थना यही छ भगवान्सँग कि मेरो लक्की दोस्तले जो टिकटकबाट एलिस हटाएर लक्की लेखाएको थियो त्यसमा चाहिँ मलाई खुसी लाग्यो फेसबुकबाट पनि मलाई हटाओस् भन्ने भइरहेको छ किनकि उसको नाम लक्की हो एलिस त मलाई मन पर्दैन क्या त्यो अलि मलाई झारे नाम लाग्छ लक्की नाइस क्युट टाइप नाम छ अब लक्कीले टिकटकमा चेन्ज गरेँ मलाई लाज खुसी लागेको छ स्प्राइट खान्छु दोस्त उड्ने हाँसको बारेमा केही मलाई थाहा थिएन साँच्चीकै हाँस उड्छ भन्ने मलाई थाहा थिएन कुन हो उड्ने हाँस
हेर्नुहोस् अब खाएको छैन मासु हाँसको त खान्छ अब उड्ने हाँसको चाहिँ खाएको छैन है। आफ्नो चामडा हुन्छ यार अब हामी फर्किन लागेको यस्तो छ बाटो सूर्य देवता अस्ताइसक्नु भयो त्यहाँ हुनुहुन्थ्यो उता पारि चाहिँ इन्डिया हो यहाँ के के पूजा हुँदो रहेछ अझ मलाई थाहा भएन। राम्रो छ बोल्नु एउटा साथीलाई भेट्छु बाटोमा कति भन्ने बाई बाई गाइज भन्दैन बाई बाई गाइस फ्रन्ट क्यामेरा रहेछ म ब्याक क्यामेरा सोचेँ फ्रन्ट क्यामेरा रहेछ कि त यसरी किन लजाउँछ यार जति बेला लास्ट लजाउँछ सुन्ने बित्तिकै त्यसलाई टाउकी लाग्ने त्यसैबाट हो यार यो गभर्मेन्ट एक्सपिरियन्स छ गभर्मेन्ट कडा रहेछ हेर्छ नि हेर्ने